यतिको भएर मार्केटमा गएपछि कतिजना केटीहरू ढल्ला यार गाइज भनौँ त। यत्तिकै तरिका मार्केटमा कतिजना केटीहरू ढल्ला भयो। अरूको छोरीलाई ढाल्ने काम नगरौँ। क्या सोच है रे तेरी, मानना पड़ेगा। गाइज आज चाहिँ फ्रेस भइयो है, नुहाएर ट्याक्क चिरी चट्टा भरेर। कस्तो देखिरहेछ? राम्रो देखिरहेछ है छैन? खासै राम्रो त छैन। क्या सोच है रे तेरी, मानना पड़ेगा। ल नुहाइसकेपछि ट्याक्क कपाल अलिकति यसो गर्नुपर्छ अरे क्या। कस्तो देखिरह? झाङ्रे कपाले देखे होइन नि होइन? झाङ्रे कपाले भन्छ फेरि यस्तो कपाल पाल्ने मान्छेलाई होइन हाम्रोतिर। कस्तो देखिरहेछ गाइज? कपाल कालो देखिरहेछ नि होइन? देखिरहेछ नि, राम्रो ह्यान्डसम देखिरहेछ नि होइन? नुहाइसकेपछि अलिअलि तेलसेल खस्नुपर्छ अरे क्या गाइजहरू है। लास्टै पातलो छ क्या मेरो कपाली। ल नाङ्गै भएको भिडियो हाल्यो नभन्नु है फेरि। मैले यसो नुहाएको यसो फ्रेस हुँदाखेरि अब नुहाएर सक्यो नि त होइन? अब तेलसेल घसियो अनि अब ट्याक्कै निस्किने हो कि बाहिरतिर होइन? मार्केटमा निस्किनु पऱ्यो होइन त? निस्किनुभन्दा पहिले त अलिअलि केही त गर्नु पऱ्यो। यसो धुलोसुलो खाइन्छ टन्नै होइन? अब काठमाडौँको धुलो त्यस्तै हो, धुलो खाइन्छ। अब अरू त के खानु, धुलो मात्र खाइन्छ होइन? ल गाइज है यस्तै छ। ल गाइज कस्तो देखियो भनौँ त? ह्यान्डसम देखियो नि होइन? नुहाइयो फ्रेस भइयो। यतिको भएर मार्केटमा गएपछि कतिजना केटीहरू ढल्ला यार गाइज भनौँ त। यत्तिकै तरिका मार्केटमा कतिजना केटीहरू ढल्ला भयो। अरूको छोरीलाई ढाल्ने काम नगरौँ। क्या सोच है रे तेरी, मानना पड़ेगा। यतिको भएर मार्केटमा गएपछि कतिजना केटीहरू ढल्ला यार गाइज भनौँ त। यत्तिकै तरिका मार्केटमा कतिजना केटीहरू ढल्ला भयो। अरूको छोरीलाई ढाल्ने काम नगरौँ। अब त ह्यान्डसम देखियो होला नि त होइन? ल फेरि बिग्रिहाल्छ यो मेरो कपालै यस्तै छ त नि, के चाहिँ गर्नु त। ल अब नुहाइयो फ्रेस भयो होइन? अब चाहिँ जानुपर्छ। ल अब यसो मार्केट चाहिँ जानुपर्छ। कस्तो देखिरहेको? राम्रो देखिरहेछ नि होइन? ल